ल है म चाहिँ यहाँ पलेटी कसेर बसेको छु र मलाई एकदमै मेरो बाल्यकाल याद आयो। मेरो कोकु मेरो बोजू धेरै मिस भयो। यसरी अगेना चुलाको छेउमा यसरी बस्दा तातो भइरहेको है यो आगोको राप अनि धुवाको बास्ना है। र तपाईँहरूलाई म देखाउन चाहन्छु यहाँनिर के पाक्दैछ। यो मैले पहिलोचोटि देखेको यो अन्न र यो अचम्म तरिकाले यो फलेर है यसरी टिपेर यसलाई पकाउँदो रहेछ। यो हेर्न सक्नुहुन्छ तपाईँहरूले धेरै लामो पनि भुट्नु हुँदैन रहेछ। यहाँनिर यो चिज हो, यो चाहिँ यो बारीमै फल्ने रहेछ। मैले त सुरुमा यसलाई सिलाम सोचेको थिएँ र होइन रहेछ। यो यहाँ लगायो एकैछिनमा र मलाई यो ताकहरू यो भारहरू धुवासोहरू देख्दा एकदम नस्टाल्जिक भयो मेरो चाइल्डहुड। र यो एकैछिन मात्रै भुट्नुहुन्छ उहाँहरूले। अनि यो यहाँ यसरी राख्नु भएको छ। यो तपाईँहरूले खानुभयो भने तपाईँहरू खाएकै हुँदो रहेछ। यहाँ लेमसी उहाँ बहिनी चाहिँ यो लापा भरिको सबै मण्डलीको जवानहरूको अध्यक्ष हुनुहुन्छ, लिडर हुनुहुन्छ अनिता बहिनी। र यहाँनिर दाई हुनुहुन्छ भूमि दाई, उहाँको घरमा म बसेको छु। साह्रै रमाइलो यो चुला। अघिको हामीले हेर्दै गरेको कुरामा हेर्नुहोस् है, यो कालो चाहिँ सिलाम हो, सिलाम है। सिलाम मिक्स गरेर चाहिँ यो चाहिँ तपाईँले खानु थाल्नुभयो भने चाहिँ तपाईँ बिमार भइन्जेल खाने रहेछ। र यो चाहिँ भोलि झोलामा बोकेर बाटोमा खाँदै हिँड्नुपर्ने रहेछ। यहाँ सिलाम छ र सिलाम र यो अन्न के हो यो नाम है, फुलकसा र सिलाम। फुलकसा र सिलामको मिक्सचर हो यो, फ्राई गरेको भएको, रोस्ट गरेको है। यस्तो मिठो रेसिपी छ यहाँनिर। अनि त्यति मात्र होइन, यसमा चाहिँ यहाँ हेर्नुहोस् अब यो मह है, भिरमौरीको, यो भिरमौरीको मह चाहिँ यहाँनिर लगाएर यो मिक्स गरेर खाँदाखेरि यति स्वादिष्ट, साथसाथै एकदमै यो स्वास्थ्य लाभ हुने है, एकदम हेल्थी बनिँदो रहेछ। एकदम यो मैले फर्स्ट टाइम लाइफमा यसो मैले यो देखेको यो खाना। अनि